सबै कुरा सोचेको हुँदैन र मान्छेको लाइफ कसरी चल्छ त्यो पनि थाहा हुँदैन र म भन्छु एउटा मेरो जीवनमा पनि त्यस्तै घटनाहरू घटिरहेछ कि म के सोचेर परदेश लागेको थिएँ र के सोचेर म यहाँ दुबई आइरहेको थिएँ कि तर यो सपनाहरू सबै अधुरो भइरहेछ कि सोचेको जस्तो केही पनि भएको छैन र यहाँ दुबईमा चाहिँ कस्तो चलिरहेछ भने आज धेरै दिन पछाडि फेरि आराम बस्न थालेको छ र इजरायलले फेरि इराकले फेरि बम हान्ने जस्तो तरिका गरिरहेको अरामहरू बजिरहेको थियो र 2-3 दिन पछाडि तर त्यो भएको कारणले म भन्छु किनभने हामीलाई विशेष मेन पावरहरूबाट चाहिँ हामी ठगिएको हुन्छौँ र मेन पावर चाहिँ कस्तो ठगुवा नेपालमा मात्रै छ कि अरू देशमा छैन म भन्दछु किनभने अलिकति एक्सन इन्डियाकोले सब इन्डियन फर्काइसक्यो कि दुबईबाट तर हाम्रो नेपालले चाहिँ के भन्छ त खाना है के खाना बस्न छैन ल भन्दा यस्तो यस्तो भइरहेछ भने खाना दिइहाल्छ नि भनेर यस्तो भइरहेछ तपाईँहरूलाई मेन पावरको जुन म आएको मेन पावरको तपाईँहरूलाई यस्तो चिज चाहिन्छ भने म तपाईँहरूलाई फेरि अर्को भिडियोमा त्यो सबै मेन पावर के हो कुनबाट आएको त्यो हालिदिँदैछु हाम्रो नेपालको मेन पावरहरू चाहिँ एकदम फटाहरू निस्किरहेछ र म आउने सरकारहरूलाई यो भिडियोबाट पनि भन्छु मेन पावर चाहिँ परदेशमा 7वटा परदेश छ तर 7वटा मेन पावर गर्ने गरी चाहिँ तपाईँहरूले यो निर्णय गर्नु जरुरी छ र अहिले चाहिँ म किनभने नि हामीलाई न यहाँ सबै कुराहरू छैन के केही कुरा पनि छैन अब तपाईँहरूलाई बुझ्नुहोस् कि केही कुराहरू छैन भनेर त्यही हो हामीलाई न सुविधा छ न खाने सम्पूर्ण केही पनि छैन क्या मैले यति सोचेको थिएँ अबको अन्तिम सुझाव चाहिँ डिप्रेसन जानुभन्दा बाहेक अरू केही पनि सोचेको छुइनँ यो भिडियो म कस्तो हालतमा छु म कस्तरी छु न रात निन्द्रा लाग्छ होइन सोचाइले न दिन निन्द्रा लाग्छ तर अब अन्तिम डिप्रेसनको उसमा लागिसक्यो के सोचै अर्को हुन्छ होइन त्यो भएको कारणले धेरै गाह्रो भइरहेछ र कस्तो छ तपाईँहरूलाई होइन सधैँ नेपाललाई मिस गरिराखेको हुन्छ होइन त्यही भएर सम्पूर्ण मेरो नेपालको दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई मैले यहीँदेखि हृदयदेखि सम्झिरहेको छु भन्न चाहन्छु र मेरो जति टिमहरू हुनुहुन्छ उहाँहरूलाई पनि त्यति नै सम्झिरहेको छु र आउने समय फेरि तपाईँहरूलाई यस्तै भिडियोहरू पठाइराखेको हुन्छु हस् त।